नमस्ते गाइज, मिनी ब्लग लगाएर हामी पनि आइसकेछौँ। आज हामी खटीमा गएको थियौँ। अलिकता घरको सामान लिन खटीमा गएको थियौँ। एसएससी वालाले अलिकता घरको मात्र ल्याउनु भनेको। अहिले हामी अहिले खटीमाको जङ्गलमा छौँ। जङ्गल हेर्न सक्नुहुन्छ हजुरले। यो मेरो साथी र म गएको थियौँ गाइज खटीमा। जङ्गल हेर्न सक्नुहुन्छ गाइज हजुरहरूले। कति राम्रो जङ्गल छ केटा गाइज। यहाँ क्यामेराम्यानहरू आएर फोटो खिच्दा पनि हुन्छ गाइज। फुलहरू जङ्गलहरू हेर न कति साइनिङ मिलेको छ गाइज। ऊ बाटो हेर न कति सुन्दर छ। विदेशै भनौँ अब, विदेश जस्तै लाग्छ होइन साथी? लाग्छ नि जस्तै। हाम्रो लागि त विदेशै हो इन्डिया भनेपछि होइन। अब पासपोर्ट बन्दैन नि त, त्यही भएर नजिकको विदेशै त भयो यार। यो नेपालभन्दा आउटै गएपछि विदेशै त हुन्छ। हामी नेपाली नम्बर गाडी लिएर आएको छौँ गाइड, स्कुटी लिएर आएको छौँ। अब खटीमासम्म त भन्सार नकाटे पनि नेपाली नम्बर गाडी आउँछ गाइड। नेपाली नम्बर गाडी मजाले आउन सकिन्छ गाइड। देख्न सक्नुहुन्छ हजुर। खटीमासम्म नेपाली नम्बर गाडीमा कर बिमा पक्कै हुनुपर्छ। प्रदूषण पनि काट्नुपर्छ है। अझ 200 रुपियाँको प्रदूषण बनाइहाल्नुपर्छ खटीमा आउनु। आरटिओले समातेपछि गाइज, आरटिओले समाएपछि गाडीहरू सिधै लग्छ। फेरि कति हजारको फाइन कटाउँछ। त्यही भएर समाज र नेपाली गाडी खटीमासम्म त तिमी बिमा गाडीको कर तिरेको ओके र 200 को त्यो काटेर आउनु सक्नुहुन्छ गाइज। नेपाली लगाएपछि चाहिँ सतर्क भएर आउँछ। नेपालीले अब लाइसेन्स ओके छ। अब इन्डियन एसएसपीहरूले के भन्छन्, अब खुल्ला नाका भएन नि त यो। चोरवा रोडहरू भयो, घर बेसी सामान त लिन दिइहाल्छ। अब जस्तो भए पनि घर बेसी सामान त मजाले आइहाल्छ गाइज। हिँड्न कुदान भाइ कुरो। हाम्रो पछि अटोहरू छ गाइज। हामी अटोहरू पनि देख्न सक्छौँ। अहिले हामी यो कालापुर भन्छन् यो हेरेर गाइज। यति सुन्दर फोटो आउँछ यहाँ गाइज। मेरो साथी गाडी चलाएर आएको छ। हामी पछाडि बसेछौँ गाइज। पढ्ने त अब के लेखेछ, अब पढ्ने टाइम भएन। फास्ट चलाइरहेको छौँ गाडी गाइज। हेर्नु अब हामी खटीमाको जङ्गल भनेको त सानो गाइज। हेर्नु न कति सुन्दर छ क्या। फोटो सुट गर्नलाई पनि आउनु सक्नुहुन्छ हजुरहरू गाइज। उता हेर, उता फोटो खिच्दैछ न। म जुम गरेर देखाउँछु हजुरलाई। हेर्नु यति सुन्दर छ, यति पपुलर छ क्या जङ्गलहरू। अनि भर्खर भाइरल हुनु भएको छ गाइज। केटाहरू फोटो खिच्ने केटाहरू हेर्नुहोस् गाइज। ल फेरि अहिले हामीहरू छौँ गाइज खटीमा तर्फबाट घरतर्फ लाग्यौँ। हाम्रो मिनी ब्लग मन परेछ भने गाइज लाइक सब्सक्राइब स्विट ब्लग हो मिनी ब्लग चाहिँ होइन। लाइक चाहिँ गरिदिनु होला गाइज। हस्त धन्यवाद है। फेरि पनि आउनेछौँ हामी मिनी ब्लग ल्याएर। दोस्रोचोटि त खटीमामा फेरि हामी बर्खाको महिना आएर देखाउने छु। जङ्गलमा यति किचड हुन्छ भनेर पनि हजुरहरूलाई देखाउनेछौँ गाइज। ल है गाइज, हस्त धन्यवाद। मिनी ब्लग हेरेर साथ सपोर्ट गरिदिनु होला है गाइज। ल बाई।